आज चाहिँ बल्ल बल्ल आन्टीहरूको छुट्टी र मेरो छुट्टी सँगै भयो। त्यही भएर चाहिँ अचानक जाने प्लान भएर चाहिँ म निस्केको। पुरा गरम छ बाहिर चाहिँ, पुरा घाम लागिरहेको छ हो। अब चाहिँ जाँदैछु पर पुग्नुपर्छ बस स्टप। पुरा उयो छ, पुरा घाम लागिरहेछ। यो चाहिँ बस स्टप हो। अब चाहिँ चेक गर्छु म बसकार्टमा कति ब्यालेन्स छ भनेर चेक गर्छु। कति रहेछ त चेक गरौँ है त। 21.50 रहेछ, इनफ हुने रहेछ। 7 दारामदेखि हुँदा चाहिँ हुँदैन, फाइन पर्छ। शीतलमा आएर यहाँ बस पर्खिरहेको छु। अब भने चाहिँ म बसमा चढेको। बस चढिसकेर चाहिँ मैले अलिअलि मात्रै भिडियो बनाएको छु, हेर्नुहोस् ल। लु हेर्नुहोस्, मैले कहीँ मात्रै भिडियो बनाएको छु। त्यही बसमा उल्टा बस्नु परेर मैले भिडियो नबनाएको। अनि त्यही भएर चाहिँ अहिले चाहिँ के भन्छ, यहाँ बाहिरतिर अलिअलि मात्रै भिडियो देखाउँछु त म तपाईँहरूलाई। यहाँनिर यो म अल्फेदी आइपुगिसकेको छु। अल्फेदी आएर पनि यहाँनिर हो मेट्रो स्टेसन, अनि डे टु डे। त्यसपछि आन्टीहरूकोमा जाँदैछु। लिफ्टमा पनि पुगिसकेँ। अनि अब फर्स्ट फ्लोरमा चाहिँ जानु छ आन्टीहरूकोमा। म चाहिँ आन्टीहरूकोमा आइसकेर पनि खानासाना खाएर चाहिँ मैले भिडियो बनाएको। मिल्कीको आज लास्ट दिन रहेछ। कति माया लाग्दो भएर हेरिरहेको छ मिल्कीले। बिरालोको नाम चाहिँ मिल्की है त। को मिल्की भन्नुहुन्छ होला फेरि। अनि यहाँनिर आन्टी कति बिजी हुनुहुन्छ, बाफ्रे बाफ। रोडाइल गर्नु भन्छ। अहिले भर्खर टिना दिदीको गरिदिनु भयो, त्यसपछि यता अर्को दिदीको पनि गर्नुहुँदैछ हो। पुरा बिजी हुनुहुन्छ। टिना दिदी रेडी हुनुहुँदैछ, ब्युटिफुल भएर हो। राम्री भएर रेडी हुनुहुँदैछ कता कता जानुको लागि। हाम्रो दुईजना दिदीहरू बिरालोले लिएर जानुहुन्छ अरे आज। त्यही भएर हाम्रो आन्टी चाहिँ बिजी हुनुहुन्छ। के भन्छ, अब मेरो पनि गरिदिनुहुन्छ प्रोटाल हो। अनि त्यसपछि अर्को कान्छी आन्टीको पनि गरिदिनुहुन्छ। आज त हाम्रो आन्टी त पुरा दिनभरि ब्रोडाल गरेरै दिन जाने रहेछ। दुईजना यति राम्रै देखिरहेछ पछाडिबाट भनेको कि। कति राम्रो देखिरहेछ नि त, हेर्नुहोस् त ब्रोडाल गरेको। अनि के भन्छ, कपाल पनि त्यस्तै टाइपको दुईजनाको एउटै टाइपको रहेछ नि त। रिजन हो होइन, पर्फ्युम लगाइ त खत्रै छ हाम्रो दिदीको फेरि हो। मेरो टर्न पनि अब आइसकिसक्यो। मेरो त्यस्तो खासै पर्दैन, तर पनि गरिदिनुहुन्छ अरे हाम्रो। बाई बाई मिल्की, सबैलाई बाई बाई गर्दै बाई बाई। कम्ता माया लाग्दो भएन। हाम्रो दिदी ब्युटिफुल दिदीलाई भिडियो बनाइदिनुहोस् त जाँदै गरेको। मैना गयो मिल्की। जहाँ पे जहाँ बिल्ली होता है ना वहाँ पे गयो मिल्की। दुईजना रुन थाल्यो नि यहाँनिर अन्त। ए अद्विकले चाहिँ स्पाइडरम्यानको मात्रै मन पराउँछ विशेष त। ल अद्विक, यहाँनिर मम्मीले एकदम लुगाहरू जुत्ताहरू सबै रेडी गरिदिइरहनु भएको छ। एकदम स्पेसल सुज, अनि स्पाइडरम्यानको टी सर्ट, स्पाइडरम्यानको हाफ प्यान्ट, कस्तो मजाको सेट। ल ब्रोडाइल त गरिसकिसकेको थियो होइन। अब त्यसपछि फेरि मेरो आइब्रो पनि गरेको थिएन। अन्त आन्टीले गरिदिन्छु नि भने है। त्यही भएर चाहिँ मैले फेरि आइब्रो पनि गरिदिनु मागेँ। अनि आन्टीले मेरो आइब्रो गरिदिनु भयो। आन्टीको फेरि यहाँनिर के भन्छ ब्रोडाइल गर्नुहुन्छ अरे। त्यही भएर चाहिँ ड्राई गरिदिनु हुँदैछ। भर्खर नुहाएर चाहिँ रेडी भएर बसेको रहेछ। त्यही भएर ड्राई गरिदिँदैछ हाम्रो आन्टीको लागि। अनि हाम्रो आन्टी त एकछिन बिसाउनु भएको छैन। आज कन्टिन्यू स्पेसल चिया बनाउनु हुँदैछ होइन। ए दही पनि लाउनु नि, क्या बात। भिडियो बनाउँदैछु नि त्यसमा चना छ, त्यो त खाँदैन होला। ले त यतै त्यो गाइज, म चाहिँ वापस गएको आन्टीहरूसँग। आन्टीहरू तलसम्म जानुहुन्छ हो। आनीहरू छोड्नु जानुहुँदैछ मलाई यहाँ तल। अनि हामी एकदम लिफ्टको वेटिङमा छ। मेरो 7 नम्बरमा छ। कोर्याउनै जाने यहाँनिर अनीहरू हुनुहुन्छ। अनि म यहाँनिर त मार्केट लाग्दो रहेछ। पहिला त लाग्थेन, अहिले त धेरै मार्केटहरू देखेँ मैले। अहिले त क्लियर आउँदो रहेछ त यहाँको हो, क्लियर आउँदो रहेछ त। बर्दुबाई डे टु डे आइपुग्नु आँटिसक्यो। हामी डे टु डेसम्म चाहिँ आन्टीहरू जानुहुन्छ।
फ्लाइन्डे बहिनी बाहिर कहाँ हो बाई बाई हामी बहिनीलाई पुऱ्याउनु गएको हो कहिलेको फेरि दुबईबाट यहाँ आमा ए त्योहरू कम्ताले मन पराएर कालिम्पोङतिर टक्कै अच्छा यता हेर्नु 2 घण्टा चाहिँ चुज गरेर लुगाहरू चुज गरेर लास्टमा एउटा चाहिँ बोकेको थिएँ त्यो पनि तल पुगेर फर्काइदिएँ अनि रहको चाहिँ मलाई पुर्याइराखेर फर्किनु भयो अब यहाँबाट चाहिँ म एक्लै छु म एक्लै जाँदैछु एक्लै भए पनि भिडियो बनाइरहेको छु अब यहाँबाट मलाई वहाँ पुग्नु चाहिँ मेरो रुम पुग्नु चाहिँ 1 घण्टा लाग्छ त्यही भएर चाहिँ अब यहाँ इह मेट्रो स्टेसन यहाँ 1 मिनट पर्खिनु पर्ने रहेछ ओ यहाँनिर 1 मिनट देखाइरहेछ अनि 1 मिनट पर्खेर पनि हामी भित्र पसिसक्यो भित्र गयो चाहिँ मेट्रो भित्र है त अलिअलि भिडियो बनाइरहेको छु अब त्यहाँ मेट्रोबाट निस्किसकेर पनि मेथा आइपुगिसके मेथा मेट्रो स्टेसन अनि त्यसपछि यहाँ पञ्च गरेर चाहिँ जाँदैछु एक्लै कुद्दैछु भिडियो पनि बनाउँदै कुद्दैछु अब लिफ्टमा आइसकिसकेर चाहिँ अब यहाँबाट चाहिँ निस्किने हो यहाँबाट डाइरेक्ट बसमा जाने हो अब बस पनि आइसकेको रहेछ ल आजको भिडियो चाहिँ यति नै हो है त अब म चाहिँ गएको बाई बाई सबैजनालाई